हेलो गाइज, आज चाहिँ देवालीमा आएको छौँ हामी चाहिँ। अघिनको खिच्न पाएन म बोका लिन गएकोले। हजुरबा, ड्याडी, मम्मी, हजुरआमा र हजुरबाको बहिनी, दाई, दिदी र अङ्कल। यो चाहिँ भोट क्लबको पछाडि हो हाम्रो देवाली चाहिँ गाइज। यो चाहिँ लहना हो गाइज, यो चाहिँ लहना। सबको हातमा पैसा छ है गाइज। पछाडि चाहिँ म छु मरदाई। हेलो गाइज। यो चाहिँ सम्राट भन्ने यो चोर, सम्राट काले भन्ने चोर यही हो। घन्टी सम्झ्याङ गयो। हाल्न सक्यो जिमस। क्रॉप हो गया ले। लाचम या टुचम या जोले। हामी चाहिँ पूजा सकिसक्यौँ अहिले र पूजा सकेर अब खाने टिका लगाइसक्यो। टिका लगाएर अब खानालाई रेडी भएर सबै राखिसके बागहरू। हामी एक घरमा थियौँ। सरल मान्छे यो चाहिँ मेरो बाग, अजी अजी दिदी। अब ओइ रोजन हेलो भन्दै त, रोजन हेलो भन्दै त, भन्दैन रोजन हेलो भन्दैन। हेलो भन्दैन त। हेलो हेलो यता यता ड्याडी लड्यो। बोछ्याङ ओमया गाइस, मासु काट्नु थाकेर अब हामी चाहिँ छ्याङ रक्सी खान थालेको। बाजे सकाइसक्यो, अब छ्याङ रक्सी खान थालेको। दाइ चाहिँ उसिटन मिलाउँदैछ।
दाइ चाहिँ शीतल मिलाउँदैछ मामा चाहिँ त्यहाँ मासु पकाउनु लाग्यो मामा चाहिँ मासु पकाउनु लागिराख्नु भएको छ उहाँ चाहिँ काका चाहिँ काका फुटन चिसो भयो भने फुटन तताउँदै हुन्छ मामा चाहिँ मासु पकाइरहनु भएको छ चिन्नु नि ए थन यो चाहिँ चतामरी भनिन्छ र नेपालीमा नेवारको चटा पिजा भनिन्छ सो अङ्कललाई माथि राखेर खुवाउने होइन र आज अङ्कललाई माथि राख्ने होइन आज माथि नै रहेछ माथि नै राखिदिनु न माथि नै राखिदिनु मैले यो चाहिँ काकाको राम ओए रामको एक ग्लास है कसै खनी तनमनमा छौँ र हामी भागहरू सबै राखिसक्यौँ र कुलदेवता र हजुरबा ज्यादी अनि दाई माइजू चाहिँ चिसो हाल्दै हुन्छ त्यसलाई र मेरो भाग यहाँ छ हजुरआमा सानो अङ्कल मामा मेरो दिदी अनि हजुरबा चाहिँ ढिलाउनु भयो आज चाहिँ हाम्रो दिवालीको लास्ट भोज हो यो चाहिँ मुगे भन्छ र सबै राखेर रेडी भइसके अब बसेर सबैजना बसेर खाना तनमनमा छौँ र मामाले दिवालीमा लगेर ल्याएको उता मन्दिरको अन्डा पकाउँदै हुनुहुन्छ र काका नि आउनुभयो अब हामी चाहिँ सबै बसिसकेका छौँ हजुरबा यता हुनुहुन्छ हजुरबा चाहिँ काका हजुरबा चाहिँ अनि मामा मम्मी अनि हजुरआमा यहाँ दिदी निनी हजुरआमा आउनु भएको छैन अर्को हजुरआमा अब म यहाँ एउटा चलाउनु त्यो गर्दैछु साग अनि मुलाको चना यो चाहिँ ढाकाको मासु यो चाहिँ बोकाको मासु चचामरी दिवालीमा चलाएको अन्डा बाह्र हाम्रो अन्तिम हुनेछ अर्को अब म एकछिनमा देखाउनेछु है तपाईँहरूलाई यो चाहिँ बोकाको टाउको बिहार राख्नु भएको छ मामाले अब चाहिँ रेडी भइसक्यो त बोकाको टाउको डिभाइड गर्ने स्यु भनिन्छ यसलाई चाहिँ अब तपाईँको भाषामा के भनिन्छ कमेन्ट गर्नु होला है त गाइज
बाबा चाहिँ भोज खाएर अब चाहिँ सिउ दिने कार्यक्रम स्टार्ट हुँदैछ अब चाहिँ यो चाहिँ दाहिने यो चाहिँ दाहिने आहा अब दाहिनेदेखि सुरु हुँदो रहेछ माथिबाट यो चाहिँ दाहिने आहा यो लाटो लालेर अब चाहिँ देब्रे आहा ड्याडलाई पर्छ अब यो चाहिँ देब्रे आहा ड्याडीलाई देब्रे आहा भन्ने बित्तिकै ड्याडीको आँखा खोल्यो अब चाहिँ भाइको पालो अब कान पर्यो आज भिडियो चाहिँ सुनाइदिएको हामीलाई अब मामा र आना छप्लाना के छप्लाना के अब यो चाहिँ डबल भयो अब यो चाहिँ हजुरबालाई थुन भनेको नाक हो नाक पर्न गयो हजुरबालाई चाहिँ अब ड्याडीलाई चाहिँ जिब्रो पर्न आउँछ होला सायद ल ड्याडीले यहाँ टाउको भाग पाउने बित्तिकै ड्याडीको आँखा खोल्यो अहिले चाहिँ ल ड्याडीले चाहिँ अहिले जिब्रो लिनु भएको छ ड्याडीले चाहिँ अब दाइलाई चाहिँ छोराइदिए थियो र ओखु परेछ खोर्पा परेछ अब उहाँले चाहिँ बङ्गारा अब यो चाहिँ मलाई अर्को बङ्गारा मैले दिइसकेको छु अब लास्ट अझै बाँकी छ एउटा अब लास्ट चाहिँ पुच्छर पर्न आउँछ हामी देउता पुर्याउनु गइरहेका छौँ हाम्रो देवाली आज सक्यो अन्तिम भनेकै हाम्रो यति नै हो क्यामेरा नखुसेको भएर हल्का